म हिन्दू हिन्दू हिन्दू। वेलकम बैक टू माई यूट्यूब चैनल। आज पनि तपाईहरुको सामु लिएर आएको छु सबैभन्दा हट ट्रेन्डिङ र भाइरल भिडियो, त्यो पनि मेरो रियल र अनफिल्टर रियाक्सनमा। आज हामी कुरा गर्नेछौं शेरबहादुर देउवाको बारेमा। बाजेको कन्फिडेन्स देखेर त शिव पाण्डे नै फ्लप भयो। ये बड़ी अच्छी बात कही आप। भनेपछि तिमीलाई पाउनलाई राम्रै तपस्या गर्नुपर्ने रहेछ हैन? धेरै गाह्रो छ। र देउवा बाजेको एन्ट्री देखेर त अनमोल केसीको फिल्मको कुनै पनि भ्यालु छैन। फिल्म खेलेको भए अहिलेसम्म बाजेको कम्तीमा पनि 50-50सम्म आइपुगिसक्थ्यो होला के, किनभने यति धेरै कन्सिस्टेन्सी, यति धेरै डिसिप्लिन, यति धेरै जनताको माया पाएर त यति धेरै आइपुग्थेन त। आइपुगिहाल्थ्यो नि। अहिले हेर, ए मेरो हजुर 5-6 आइसकेको छ। सिंगमको कुरा नगरौँ, दबङको कुरा नगरौँ, सायद यति धेरै त्यो सबै पाट आउनुको कारण भनेको जनताको मायाले गर्दा हो। जेनजी आन्दोलन पछि मात्र यति धेरै मैले जनताहरू सडकमा देखेँ कि। मन्त्री कस्तो रोग हो क्या साथीहरू, गाइस बताइदिनुस् पर्यो। मन्त्री कस्तो रोग हो? यो रोग हो कि यो हबिज हो क्या? यो हबिज सायद मलाई पनि भइरहेको। मलाई नि 1-2 चोटि मन्त्री बन्न पाएको भए के हुन्थ्यो क्या। एनिवेज, आई वान्ट टु बी अ मन्त्री इन नेपाल। यो पोसिबल छैन, इज नट पोसिबल। र शेरबहादुर देउवा यति धेरै फेमस हुनुहुन्छ कि कुरा नगरौँ। हि इज द लेजेन्ड। नट फर मी बट लेजेन्ड के, किनभने अहिलेको जेन्जीहरूले त चिन्नुहुन्छ, मेरो पालाले चिन्नुहुन्छ, मेरो बाउआमाको पालाले चिन्नुहुन्छ, र मेरो बाउआमाको हजुरबाउको पालाले चिन्नुहुन्छ, र उहाँको हजुरबाउको पालाले चिन्नुहुन्छ कि, किनभने उहाँ 5-6 चोटि 6-7 चोटि त मन्त्री बनिसक्नु भयो। ये बड़ी अच्छी बात कही आप। र मन्त्री 6-7 चोटि मन्त्री बनिसक्दा पनि अझै पनि उहाँलाई यो रोगले छाडेको छैन। बंद करो हाथ जोड़ के मैं मोदी। त्यही भएर मन्त्री एउटा रोगको नाम हो, यो एउटा हबिज पनि हो एउटा। र उपचार सकेर फर्किनु भएको हाम्रो पूर्व मन्त्री शेरबहादुर देउवा नयाँ प्लान, नयाँ जोश र नयाँ जाँगर र नयाँ रूपमा आउनु भएको छ। मतलब वो अलग ही लेवल का बंदा था। स्वागत त यस्तो गर्यो कि हाम्रो जनताहरूले कुरा नगरौँ, सायद त्यो वर्ल्ड कप जित्दा पनि यति धेरै स्वागत भएको थिएन होला कि स्पेनलाई। स्वागत यस्तो धमाकादार स्वागत गर्नुभयो कि यो स्वागत के कारणले स्वागत गर्नुभएको भन्ने कुरो पनि थाहा छैन। सायद त्यो पैसाको पावरले हो कि जनताको मायाले हो। जनता जान्न चाहन्छन्। दिदीको आँसु देखेर त मेरो आँखाबाट रगत, कानबाट पसिना, नाकबाट सिगा नै बग्यो के। हाम्रो रगत चाहिँ हरियो बगेको छ। धड्कन हो हाम्रो उहाँ। आजु दिदी र शेरबहादुर देउवा भनेको हाम्रो मुटुको धड्कन हो। आजु देउवा शेरबहादुर देउवा। दिदीको रगत हरियो छ अरे। अब हरियो रगत त होइन, हरियो नोट चाहिँ होला। र दिदीको मुटु चाहिँ शेरबहादुर देउवा हुनुहुन्छ अरे, आर्जु दिदी हुनुहुन्छ अरे। त्यो मुटुले कति पैसा दियो? दसैँ खर्च त उठाउनु भयो होला सायद। दसैँ खर्च, 30 खर्च। दसैँ खर्च उठाउन नसकिन दिदीले 30 खर्च चाहिँ उठाउनु भयो कि। म यति चाहिँ म कन्फिडेन्स साथ भन्न सक्छु। पूर्व पश्चिम के भन्छ? शेरबहादुरले भन्छ। सोशल मिडियाको जनताले के भन्छ थाहा छ? जेल हाल भन्छ, आरेगाटले भन्छ, पैसाको खाल्टो खन भन्छ। सोशल मिडियाको जनताले भन्छ नै। ये बड़ी अच्छी बात कही आप। यो चाहिँ अब कुरा बुझ्नु होला, प्राइभेट रूपमा कुरा बुझ्नु होला। यहाँ पनि कुटपिट गर्ला नि तपाईँले चाहिँ। अब राजसभा भनेर अब काङ्ग्रेसको टी सर्ट लगाएर अनि राजसभालाई भोट हालेको भन्दै। यहाँ आएको मान्छेहरू मध्ये होइन 90% राजसभालाई नै भोट हालेको छ क्या।
देशमा बेरोजगार बढेपछि अब यस्तै हो है, देशमा बेरोजगार बढेपछि यस्तै हो जनताहरू। किनभने पहिलाको जनता नेताहरूले यति राम्रो काम गरिदिएको भए यस्तो काम नतुईको आन्दोलनमा आउने फुर्सद पनि हुन्थेन होला। ये बड़ी अच्छी बात कही आप। सायद अब भाइले आन्दोलन सकेर मासु भात खाएर त जानुभयो होला नि। उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु मनैबाट। उहाँ भनेको एउटा नेपाली जनता, उहाँले नेपालको लागि धेरै योगदान नै दिएको छ। हिस्ट्रीमा हेर्नु पर्दा उनीहरूले धेरै योगदान गरेको छ। त्यो सुदूरपश्चिम यस्तो विकट ठाउँ उहाँले यत्रो नेपालभरिमै चिनाउनु सक्नु भएको छ। कतिचोटि प्रधानमन्त्री, 7औं चोटि प्रधानमन्त्री हुनु भएको छ र सुदूरपश्चिमको नेपालभरिकै भनौँ न सबैको मन जित्नु भएको छ उहाँले। कसरी सम्झिनुहुन्छ उहाँ कस्तो नेता हो तपाईँको नजरमा? त्यता अगाडि सब धेरै राम्रो, किनकि 7 चोटि प्रधानमन्त्री हुनु भएको छ। एकदमै राम्रो लागिरहेछ सुदूरपश्चिममा पनि। सायद शेरबहादुर देउवाजीले यो इन्टरभ्यू देखेर यति धेरै खुसी हुनुभयो होला कि बहिनीहरूलाई फोन पनि गर्नुभयो होला, हेलो बहिनीहरू तिमीले राम्रो इन्टरभ्यू दियो। सायद त्यो इन्टरभ्यू देखेर त्यो इन्टरभ्यू चाहिँ मैले 50 चोटि भन्दा नि बढी हेरिसकेँ। रुको जरा, सबर करो, बोला धक्का मुक्की नहीं करने का, आराम। र मेरो आवाज नबुझ्नु पनि सक्छ। बहिनीहरू तिमीहरूलाई दसैँमा के चाहियो? स्कुटी चाहियो कि के चाहियो? मलाई भन, मलाई प्राइभेटमा मेसेज गर्नु होला। सायद यस्तै नै मेसेज बनाउनु होला क्या। अब के गर्नु है, अब यस्तै छ। माया गर्ने जनताहरू पनि हुनुहुन्छ होला है। अब हामी त त्यस्तो माया नगर्ने जनताहरूमा पर्यो। अब मैले त आई डोन्ट लाइक दिस पर्सन, किनभने आई डोन्ट लाइक भन्दा पनि अब हाम्रो ठाउँतिर चाहिँ उहाँले केही पनि गर्नु भएन है। ये बड़ी अच्छी बात कही आप। आई डोन्ट नो बट इट्स ओके, आफ्नो धारणा हो। यो के विषयमा बोल्न खोज्नु भएको क्या शेरबहादुर देउवाजीले? फेरि एकचोटि भनिदिनुहोस् त। डिप्रेसन। देशको जनता छ, देशको अदालत छ, सबले चाहिँ जानेको छ, बुझेको छ। यिनीहरूलाई भोलि हामी देखाएर सक्छौँ। एउटा ज्ञान सकिन अरू सक्छ यहाँ सबैजना सबैले गर्नु भइरहेको हो। मैले चाहेको आन्दोलन थिएन, मैले आज जानु थिएँ। त्यस कारण चाहिँ सम्बन्ध ठुलो हो। नेपाली जनता नेपालको मालिक हो। त्यो मालिक जीवन के हुन्छ? अदालत हो, संसदको जनताको अदालत मात्रै होइन, त्यो सत्ता मानेमा पञ्चायत कालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो। त्यो अदालतमा मेरो पूरा विश्वास छ, मलाई विश्वास छ भोलि हामी लड्नेछौँ। ओके, मैले जति बुझेँ म त्यसको अलिकति हल्का मेरो मनका कुराहरू पनि भन्न चाहन्छु। साले जो माफ करना मैं जो देउवा बाजे यो मैदान होइन, दादागिरी गर्ने ठाउँ पनि होइन। कम्पिटिसनै गर्नु मन छ भने देश बनाएर गर्नु के, देश बनाएर देखाउनु, देश विकास गरेर देखाउनु। मन्त्रीको काम भनेको के हो? देश बनाउने हो। 2-4 जनालाई खुसी दिने काम होइन कि मन्त्रीको काम भनेको देश बनाउने हो, विकास नभएको ठाउँमा विकास पनि गर्ने हो। र 2-4 जनालाई खुसी दिएर के गर्नुहुन्छ क्या? र देश न नेताको थियो, न राजाको थियो, न मन्त्रीको थियो। देश सधैँ जनताको थियो र जनताबाट नै मन्त्री हुने हो, राजा हुने हो। जेसुकै पनि जस्तो पदमा जानुहुन्छ त्यो जनता भएर नै त्यो ठाउँमा जानुहुन्छ। एनिवेज गाइज, आजको भिडियोहरू तपाईँहरूलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने प्लिज लाइक, कमेन्ट एन्ड सेयर गरिदिनु होला। र मेरो कन्टेन्टलाई हल्का भए पनि मन पर्यो भने प्लिज सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच। थ्याङ्क यू फर वाचिङ। जय नेपाल, जय नेपाल, जय नेपाल।